यो 2 करोड भन्दा माथिको ठेक्का हाल्नुभन्दा अगाडि चाहिँ हामीले प्रोफाइल अपडेट गर्नुपर्छ। त्यो प्रोफाइल अपडेटको लागि मैले यहाँ एउटा प्लेलिस्ट बनाइदिएको छु होइन। अनि यो प्लेलिस्ट अनुसार चाहिँ आफ्नो प्रोफाइल पहिला सुरु अपडेट गर्नु होला, अनि त्यसपछि मात्रै यसमा कन्टिन्यू गर्नु होला है त। यो चाहिँ डकुमेन्टेसनहरू चाहियो भने चाहिँ यो ग्रुप, यो वाट्सएप ग्रुप छ, यसलाई वाट्सएपबाट स्क्यान गर्नु होइन। यसमा जोइन गरेर मेसेज गर्नुभयो भने ग्रुप च्याट छ, त्यसमा म यो फाइलहरू हालिदिन्छु होइन। यो सबै फाइलहरू चाहिँ मैले एउटैमा बनाएको छु, यो ड्रप गरिदिन्छु है त। अनि मोबाइलबाटै स्क्यान भएन भने यही भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्क क्लिक गरेर पनि जोइन गर्न सक्नुहुन्छ है त। ल अब सुरु गरौँ हामी डकुमेन्टेसन 2 करोडभन्दा माथिको लागि। सबभन्दा सुरुमा चाहिँ हामी बिड कसरी हेर्ने, बिडमा के चाहिन्छ ठेक्का हाल्नुभन्दा अगाडि मलाई यो ठेक्काले के मागिरहेको छ भनेर चाहिँ हेर्न जान्नुपर्छ है त। त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा म यो एउटा ठेक्काको फाइल लिएको छु, अनि यो भर्खरै खोलेको ठेक्का हो, सायद भर्खरैको हो। अब यसमा चाहिँ हामी छिर्छौँ छिर्दैनौँ, तपाईँहरूलाई चाहिँ म कहाँनिर कुन फाइल कसरी हाल्ने र कसरी बनाउने भनेर सिकाउँछु। त्यसको लागि चाहिँ सबभन्दा सुरुमा हामी बिट डकुमेन्ट कसरी पढ्ने त्यो हेरौँ है त। सबभन्दा सुरुमा यहाँनिर हामीलाई मागेको छ बेस्ट 3 इयर्सको लागि चाहिँ 33 मिलियनको चाहिँ एभरेज एनुअल कन्स्ट्रक्सन टर्नओभरमा आएछ है त। त्यसपछि मागेको छ मिनिमम वर्क एक्सपिरियन्स, एउटा जुनै पनि बाटो बनाएको अथवा अपग्रेड गरेको ठेक्का चाहिँ 87,79,000को चाहिँ मागेको छ है त। मानिलिउँ यो पनि छ, यो पनि छ भनेर चाहिँ हामी अगाडि बढ्छौँ है त। अब ल त्यसपछि हामी यहाँ आउँछौँ यो इभ्यालुएसन एन्ड क्वालिफिकेसन क्राइटेरियामा है त। यो क्राइटेरिया अनुसार हामी चाहिँ ठेक्का हाल्छौँ। सबभन्दा सुरुमा यहाँ भनेको छ नेसनल इन एकोर्डिङ्स, यो नेपाली हुनुपर्छ, हामी नेपाली हौँ, स्वदेशी हौँ है त। यो चाहिँ डिक्लेयर कहाँबाट हुन्छ भन्दा लेटर अफ टेक्निकल बिडमा मेन्सन गरेको हुन्छ है। त्यसमा चाहिँ हामीले साइन छाप हानेपछि चाहिँ हामी चाहिँ ल ठिक छ भनेर हेर्छौँ। र अर्को फर्म भनेको एलिजिबिलिटी 1 र एलिजिबिलिटी 2 को छ। फर्महरू कहाँ हेर्ने भन्दाखेरि इआरएल 1 को फर्म हेर्दाखेरि स्क्रोलै गरौँ, यो बिडिङ फर्म्समा हुन्छ एलिजिबिलिटी। जस्तै त्यहाँ टेक्निकल बिडमा चाहिँ हाम्रो नेसनालिटीको कुरा गरे हुन्छ होइन। यो एलिजिबल कन्ट्रिजहरूको लिस्टमा छ भनेर यो यसमा लेखा हुन्छ। र त्यसपछि अनि एलिजिबिलिटी क्राइटेरिया, यो यसबाट पनि थाहा हुन्छ है त। बिडर्स इन्फर्मेसन सिट फर्म इआरएल 1 भनेको यो हो, इआरएल 2 चाहिँ जेबी छ भने चाहिँ जेबीबाट। अनि यो अहिले हामीले हाल्न लागेको चाहिँ सिङ्गल इन्टिटी हुन्छ है, जेबीमा होइन। यसमा हाम्रो बिडर्स कन्ट्री अफ कन्स्टिट्युसन भनेर लेखेको हुन्छ ठेक्का हाल्दाखेरि है। यसरी चाहिँ हाम्रो एलिजिबिलिटी चेक भयो है। अनि त्यसपछि आउँछ अर्को कन्फ्लिक्ट अफ इन्ट्रेस्ट। अब यो ठेक्कामा चाहिँ हाम्रो कुनै पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छैन। मानिलिउँ म यो ठेक्काबाट कुनै पनि थर्ड पार्टीबाट इन्ट्रेस्ट कमाइरहेको छैन अथवा कतैबाट इन्फ्लुएन्स छैन भन्ने कुरा हो है। यो पनि लेटर अफ टेक्निकल बिडमा हामीले त्यो साइन छाप भनेर बुझाएपछि यो सक्यो है। त्यसपछि गभर्न डिबी र एलिजिबिलिटी भने यो पनि लेटर अफ बिडबाटै हामी चाहिँ कुनै पनि सरकारबाट चाहिँ ब्ल्याक लिस्टेड छैन, हामी काम गर्न पाउँछौँ भन्ने कुरा हो। यो चाहिँ लेटर अफ टेक्निकल बिडमै हामीले त्यहाँनिर त्यो बुदालाई हाम्रो लेटर हेडमा हालेर साइन छाप हानेपछि चाहिँ सक्यो है। त्यसपछि गभर्नमेन्ट युनिटी, हामी चाहिँ गभर्नमेन्ट युनिटी होइन, हामी कन्डिसन मिट गर्छौँ भनेर चाहिँ लेटर अफ टेक्निकल बिडमा फर्म इआरएल 1 र 2 मा चाहिँ हामी मेन्सन गर्छ। यति गरिसकेपछि यो पनि केही चाहिँदैन। अनि हाम्रो युएन अनुसार केही पनि छैन होइन, यताउता भन्ने कुरा हो, यो पनि लेटर अफ टेक्निकल बिडबाट हुन्छ। त्यसपछि आयो रनिङ कन्ट्र्याक्ट। रनिङ कन्ट्र्याक्टको लागि लेटर अफ टेक्निकल बिडमा चाहिँ हाम्रो 5वटा रनिङ कन्ट्र्याक्ट छैन भन्ने बुदा हुन्छ है एउटा, त्यो बुदा भयो। अनि अर्को चाहिँ फर्म इआरएल 3 भनेको चाहिँ रनिङ कन्ट्र्याक्टको फर्म हुन्छ है। यो चाहिँ इआरएल 3 इआरएल 1, इआरएल 2 र इआरएल 3 मा रनिङ कन्ट्र्याक्टहरूको लागि चाहिँ यो फर्म बुझाउनुपर्छ है आफूले, हामीले बुझाउनुपर्छ, सिस्टम जेनेरेटेड हुँदैन यो।
त्यसपछि अदर एलिजिबिलिटीमा चाहिँ अब फर्म कम्पनी रजिस्ट्रेसन हामीले डकुमेन्टमा एट्याच गरिहाल्छौँ, बिजनेस लाइसेन्स हुनु पऱ्यो, प्यान हुनु पऱ्यो र ट्याक्स क्लियरेन्स, लेटेस्ट ट्याक्स क्लियरेन्स है यो यसमा जुन भनेको छ त्यहाँसम्मको त सबैको भइहाल्छ। त्यसपछि पेन्डिङ लिटिगेसनको लागि फर्म छ होइन, यो फर्म सिस्टममा भरे तापनि सिस्टमबाट तान्न मिल्दैन, त्यही भएर यसलाई पनि यहाँ तलपट्टि फर्म लिड 1 लिड 2 लेखेको हुन्छ तल, त्यो फर्महरूको लिस्टबाटै हेर्नु है यो। अनि यो पनि हाम्रो नन नै हुन्छ। त्यसपछि हिस्टोरिकल फाइनेन्सियल पर्फर्मेन्स, अनि यो पेन्डिङ लिटिगेसनको कुराहरू यो चाहिँ मैले 2 करोडसम्मको ठेक्कामा पनि डिटेलमा भनेको छ, त्यताबाट पनि हेरेर गर्ने है त। हिस्टोरिकल फाइनेन्सियल पर्फर्मेन्स भनेको 3 वर्षको अडिट रिपोर्ट भएको हुनु पर्यो। क्लियर। अब कसैको 3 वर्ष पुगिसक्छ ठेक्का हाल्नलाई होइन, अथवा 5 वर्ष पुगिसक्छ, अडिट गरे हुँदैन 2 वर्षसम्म 3 वर्षसम्म होइन, त्यो चाहिँ 3 वर्ष लेटेस्ट 3 वर्षको चाहिँ अडिट हुनु पर्यो भनेर भने हुन्छ। यसको लागि चाहिँ हामी हाम्रो प्रोफाइल अपडेट गर्छौँ, प्रोफाइल अपडेटबाट फर्म फाइनेन्सियल 1 निस्किन्छ है। प्रोफाइल अपडेट गरेपछि मात्र बन्छ यो, भर्ने होइन हातले, यो चाहिँ प्रोफाइल अपडेट गरेपछि हुन्छ है। यो हामीले प्रोफाइलमा नि लेख्छौँ, लेखे पनि सिस्टमबाट जेनेरेट हुँदैन, त्यही भएर हामी आफै लेख्छौँ, यो चाहिँ सिस्टमबाटै तान्छौँ है त। अनि अर्को भनेको एभरेज एनुअल कन्स्ट्रक्सन टर्नओभर, यो एभरेज एनुअल कन्स्ट्रक्सन टर्नओभर पनि हाम्रो आफै निस्किन्छ। आफै ननिस्के पनि मैले टर्नओभर कसरी निकाल्ने भनेर सिकाएको छु, त्यो भिडियोको लिङ्क यहीँ तल छ, हेर्नु। अनि 33 मिलियन चाहियो, यो भयो। त्यसै फाइनेन्सियल रिसोर्सेस तपाईँको यो ब्यालेन्स सिटबाट पनि हेर्छन् अडिटरले एकचोटि कुरा गर्नु। फर्म फिन 3बाट निस्किन्छ यो, अथवा तपाईँले क्रेडिट लाइन हालेर पनि गर्न मिल्यो है त। अर्को भनेको रिक्वायर्ड बिड क्यापेसिटी, बिड क्यापेसिटी हाम्रो फर्म फिन 4 र 5 मा हुन्छ। यसको लागि चाहिँ हामीलाई प्रोफाइल अपडेट गरेर रनिङ कन्ट्र्याक्ट पनि अपलोड गर्ने मैले प्रोफाइल अपडेटमा सिकाएको छु। त्यो अपडेट गरिसक्यो भने बिड क्यापेसिटीको सेक्सनमा चाहिँ हाम्रो बिड क्यापेसिटी आफै भएर यो एउटा फर्म जेनेरेट हुन्छ है। अनि यसमा नै टर्नओभर माथि निकाल्नु, जस्तै यहाँ टर्नओभर मागेको कुरा चाहिँ हामीले प्रोफाइल अपडेट गऱ्यो भने बिड क्यापेसिटीको सेक्सनमा आफै टर्नओभर पनि निस्किन्छ है, सिस्टमबाट हामीले के गर्नु नि पर्दैन। अनि अर्को भनेको एक्सपिरियन्स 3 वर्ष पुगेको हुनु पर्यो। यसको मतलब हाम्रो लाइसेन्स लिएको 3 वर्ष हुनु पर्यो है। लाइसेन्स कस्तो भन्दाखेरि आर्थिक वर्ष नहेर्ने, लाइसेन्स हेर्नुपर्छ, लाइसेन्स 3 वर्ष पुगेको। र त्यसपछि यहाँ के भने सिमिलर साइज एन्ड नेचरमा चाहिँ एउटा ठेक्का गरेको हुनु पर्यो, चाहे त्यो प्राइम कन्ट्र्याक्ट, म्यानेजमेन्ट कन्ट्र्याक्ट अथवा सब कन्ट्र्याक्ट जेसुकै गरेर गरेको भए पनि एउटा कन्ट्र्याक्ट चाहियो, यतिको। अनि प्राइभेट ठेक्काहरूको जस्तै रोडहरूको प्राइभेट ठेक्का हुन्छ, त्यस्तोहरूको छ भने पनि मिल्छ है त, टिडिएस तिरेको छ भने चाहिँ हामीले ठेक्का हाल्न पाउँछौँ है त। यो भयो। अनि कि एक्टिभिटिजमा हामीलाई स्टोन मेसनरी वर्क चाहिएको छ 662 घनमिटर 1 वर्षमा गरेको। अनि यो कन्स्ट्रक्सन सिङ्गल सर्टिफिकेट हामीले जोड्न मिल्दैन, जस्तै जेबीमा हाल्दैछौँ भने हामीले जोड्न मिल्दैन होइन। अहिले हामी सिङ्गल नै हाल्छौँ, तर पनि यो एउटा चाहिँ, तर कि एक्सपिरियन्स चाहिँ एकै आर्थिक वर्षमा गरेको छ भने जेबी हाल्दै गर्दाखेरि चाहिँ जोड्न मिल्छ है त, दुईवटा जेबी पार्टनर। जस्तै एउटाले 300 एउटाले 362 गरेको छ भने त्यो दुइटा गरेर 662 गर्नु पऱ्यो। अहिले चाहिँ हामी सिङ्गल 662 नै गर्छौँ है त। अनि बिडिङ फर्म्सहरू टेक्निकल बिड हामी यसबाटै लिने हो, लेटर अफ प्राइस बिड यसमै हुन्छ है फर्मेट। त्यसै प्राइस अफ एडजस्टमेन्ट हालिदिएको छ, यो प्राइस अफ एडजस्टमेन्ट कसरी भर्ने यो पनि हेर्छौँ। त्यसपछि 53.6 अनुसार यो छैन भने, अब जस्तै हाम्रो 53.6 अनुसार यहाँ एप्लिकेबल दिइसक्यो, यहाँ टेबलको डेटा दिइसक्यो भने यो भरिराख्नु पर्दैन, यो दिएको छैन भने यो भर्नुपर्छ है त। अनि बिड सेक्युरिटीको फर्मेट यो हो, बिड सेक्युरिटी बनाउँदाखेरि यहाँ नयाँ थपेको रहेछ, यो नयाँ आन्सर दिनुपर्छ है। त्यसपछि टेक्निकल प्रपोजल फर्मेट भन्छ, यो हाल्ने ठाउँ छैन, नहाल्दा नि फरक पर्दैन, र यसमा म हाल्न सिकाउँदा नि सिकाउँदैन। अनि अर्को भनेको पर्सनल, यो पनि हामी प्रोफाइल अपडेट गरेपछि हाम्रो इन्जिनियरहरू जे मागेको छ त्यो मागेको इन्जिनियरहरू हामी सिस्टमबाट तान्ने है यसमा। त्यसपछि रेज्युमे पनि मैले बनाउन सिकाएको छु प्रोफाइल अपडेट गर्दाखेरि, त्यता हेर्नुहोस्। इक्विपमेन्ट पनि हाल्न त मैले सिकाएँ, तर लिजमा लिएको छ भने चाहिँ हाम्रो ओनरसिपमा छ भने यो आफै बनिहाल्छ होइन। हाम्रो ओनरसिपमा छैन, लिजमा छ भने चाहिँ लिजको लागि चाहिँ यो आफैले बनाउनुपर्छ है। अनि यो लिजको बनाउनु चाहिँ म सिकाउँछु। त्यसपछि आएर यो हामीले चाहिएन, यो सिस्टमबाटै बन्छ एलिजिबिलिटी फर्म, यो जेबिसी अहिलेलाई चाहिँदैन। रनिङ कन्ट्र्याक्ट हामी आफैले बनाउनु पर्छ। पेन्डिङ लिटिगेसन
हामी आफैले बनाउने, सिस्टममा नि अपडेट गर्ने, सिस्टमबाट तान्दैन कहिलेकाहीँ, त्यही भएर साइन्स अप भनेर यही फर्मेट हामी अपलोड गर्छौँ है। फाइनेन्सियल सिचुएसन यो सबै सिस्टमबाट तान्ने, यो बनाइराख्नु पर्दैन, तर प्रोफाइल अपडेट चाहिँ हुनु पर्यो। त्यसपछि एभरेज एनुअल कन्स्ट्रक्सन टर्नओभर पनि हामी आफैले बनाउँदा नि भयो अथवा सिस्टमबाट लिँदा नि भयो। सिस्टमबाट लिँदाखेरि चाहिँ बिट क्यापेसिटीवाला हामी लिन्छौँ होइन, किनभने यसमा चाहिँ इन्डेक्स नलागेर आउँछ है यो सेक्सनमा चाहिँ। सिस्टमबाट यो एनुअल टर्नओभर बनाउँदा इन्डेक्स नलागेको अथवा कहिलेकाहीँ बिग्रेको हुन्छ। र यहाँ कन्स्ट्रक्सन वानली भने चाहिँ यो मैले अडिट रिपोर्ट हेर्ने बेलामा त्यो अपलोड गर्दाखेरि कन्स्ट्रक्सन वानली के हो कसो हो डिटेलमा भनेको छु, त्यो त्यता हेर्ने है। र फाइनेन्सियल रिसोर्सेस अघि क्रेडिट लाइनको कुरा थियो, यो क्रेडिट लाइन कुन ब्याङ्कबाट निकालेको त्यो लेख्छौँ र यतापट्टि कति अमाउन्ट भयो त्यो लेख्छौँ, सक्यो है। त्यो यो बिट क्यापेसिटी सिस्टमबाट आफै बन्छ, यो केही पनि हामीले बनाउनु पर्दैन। यो पनि सिस्टमबाट आफै बन्ने हो, यसबाट तपाईँको टर्नओभर यसबाट नि निस्किन्छ। अनि यो पनि जेनरल एक्सपिरियन्स, यो पनि सिस्टमबाट निस्किन्छ, यो पनि सिस्टमबाट प्रोफाइल अपडेट भएपछि है। अनि एलिजिबल कन्ट्रिज भनेको चाहिँ फर द पर्पज कन्ट्री दिस अल कन्ट्रिज रे फर द पर्पज आइटिबी 4.2 हुन्छ नेपाल रे, यो माथि आइटिबी हेर्ने। त्यसपछि आयो ड्रइङको लागि चाहिँ अफिससँग हुन्छ अरे, अफिससँग माग्दा नि भयो। अनि इन्जिनियर मागेको छ एकजना 5 वर्ष काम गरेको, 3 वर्ष सिमिलर वर्क जस्तै रोडमै 3 वर्ष काम गरेको हुनु पऱ्यो र एकजना हुनु पऱ्यो है, ब्याचलर गरेको हुनु पऱ्यो। इक्विपमेन्टमा हामीलाई कङ्क्रिट मिक्सर चाहिन्छ, कङ्क्रिट मिक्सरको हामीलाई भ्याट बिल भए पुग्छ। भ्याट बिल छैन भने भ्याट बिल सायद हुँदैन कि के हो मैले बिर्सेँ। भ्याट बिल छैन भने बिल हालिदिने, मसँग छ त्यो, अहिले देखाउँछु स्याम्पल। त्यो पनि मैले प्रोफाइल अपडेट गर्दाखेरि देखा जस्तो लागेको थियो, छैन भने फेरि देखाउँछु है त। अनि त्यसपछि बिओक्यू भइहाल्यो। अब हामी तल जाउँ। ल एसएससीमा हुन्छ यो कुन अफिसको नाम हो र यो कति महिनाको ठेक्का यहाँ लेखेको हुन्छ होइन। अनि प्रोजेक्ट म्यानेजर चाहिँ अफिसको चिफ नै प्रोजेक्ट म्यानेजर हो अरे, प्रोजेक्ट म्यानेजर भन्ने हाकिम नै हो अरे। अनि साइट कुन ठाउँमा छ यहाँ लेखेको हुन्छ, कहिलेदेखि स्टार्ट गर्ने भनेर लेखेको हुन्छ, सायद यो एग्रिमेन्ट पछि नै स्टार्ट गर्ने हो, सबैको त्यही नै हो। द फलोइङ कन्ट्र्याक्ट म्यानेजमेन्ट मिटिङ माइनर्स रे, यो पनि अब त्यो काम गर्दै गर्दाखेरि कन्ट्र्याक्ट म्यानेजर कसरी गर्ने के गर्ने, माइनर्सहरू उठाउने अहिले के छ त्यो भइहाल्यो। अनि त्यसपछि अब जिसिसी 13.1 भनेपछि हामीले जिसिसी 13.1 हेरौँ है त, नट एप्लिकेबल भने है त, के चाहिँ एप्लिकेबल छैन रहेछ हेरौँ है त यो ठेक्कामा। यहाँ छैन रहेछ, हामी आफै माथि जान्छौँ है त। 13.1 अल्टरनेटिभ बिट रे, अनलेस इज अदरवाइज स्पेसिफाइड इन बिट एज अल्टरनेटिभ बिट सेल नट बी कन्सिडर्ड हो, यस्तो यस्तो लेखा हुन्छ। यो माथि आएर हेर्नुपर्छ है, नट एप्लिकेबल के कुरा चाहिँ नट एप्लिकेबल हो के हो भनेर चाहिँ यहाँ माथि हेर्नुपर्छ है। अनि अर्को यहाँ 3% यो के हो त, 3% हेरौँ है त। 49.1 49.1 यहाँ छैन भने यहाँ तल हुन्छ 49 है, जिसिसी यहाँ हुन्छ जिसिसी 49.1 पेमेन्ट सेल बी एडजस्टेड रिडक्सन रिटेन्सन पे द कन्ट्र्याक्ट विदिन 30 डेज। ल यदि तपाईँले पेमेन्ट चाहिँ ढिलो भयो भने 30 दिन कटेर गयो भने चाहिँ अफिसले ढिलो पेमेन्ट गर्दैछ भने चाहिँ तपाईँलाई चाहिँ इन्डिकेटेड इन एससिसीमा मेन्सन गरे अनुसारको ब्याज दिन्छ अरे। अब जस्तै यहाँ ब्याज चाहिँ हामीलाई कति दिने भन्यो त भन्दाखेरि जिसिसीको 34.1 अनुसार 39.1 अनुसार 3% चाहिँ हामीलाई ब्याज दिँदो रहेछ है त। हो यसरी चाहिँ लिङ्क गर्ने हो यो कुराहरू चाहिँ। त्यसपछि कस्ट कन्ट्रोलको कुरा, अब यो एडभान्स पेमेन्ट चाहिँ कसरी दिने भनेर यहाँ लेखेको हुन्छ। पर्मनेन्ट सेक्युरिटीको कुराहरू, अनि लेटर अफ एक्सेप्टेन्स अनुसार त्यसमा मेन्सन गरेको हुन्छ के कस्तो कुराहरू, यो पढ्नुहोस् होइन। अनि कन्ट्र्याक्ट एग्रिमेन्ट गर्दाखेरिको स्याम्पल भयो, यो भयो। त्यसपछि फाइनल बिओक्यू आउँछ। बिओक्यूमा हामी यसको रेट एनालाइसिस बनाउँछौँ होला सायद है,
सबैको बनाउँदैन मलाई सबैको चाहिँ अलग छ। कुनैको जस्तै अर्थकरको यताउताको चाहिँ हामी बनाउँदैनौँ। सकभर बनाउँछौँ पनि। रेट एनालाइसिस फेरि पनि बनाउँछौँ यो ठेक्काकै लागि भनेर। र कसरी जोगिन्छ त्यो पनि हेरौँला है त। यति नै हो। र यो सुरु गर्नुभन्दा अगाडि फेरि पनि भन्छु, टर्नओभरको अनि त्यो प्रोफाइल अपडेट गर्ने अनि त्यसपछि हाम्रो लेटर हेड बनाउने त्यो सबै भिडियोहरूको लिङ्क छ छैन, लिङ्क तल छैन भने पनि खोजेर हेरेर अनि त्यसपछि मात्र योभन्दा माथिको भिडियो हेर्नु है त।